जय मसीह। कहिल्यै सोच्नु भएको छ आफ्नो सबै थुक आफ्नो पुरै जिन्दगी पछाडि छोडेर एउटा पुरै नौलो अज्ञात भविष्यतिर लाग्नु कस्तो होला। आज हामी उत्पत्ति अर्थात् जेनेसिसको पुस्तकबाट अब्रामको यस्तै एउटा अविश्वसनीय यात्राको बारेमा कुरा गर्दैछौँ। यो यस्तो यात्रा थियो जसले इतिहासको दिशा मात्र बदलेन तर विश्वास र प्रतिज्ञाको अर्थलाई नै सधैँको लागि नयाँ परिभाषा दियो। एकछिन कल्पना गरौँ न, तपाईको जीवन एकदमै राम्रोसँग चलिरहेको छ, सबै कुरा व्यवस्थित छ अनि एक्कासी एउटा आवाज आउँछ, आफ्नो देश, आफ्ना मानिसहरू र आफ्नो बाबुको घर छोडेर मैले तँलाई देखाउने देशतिर जा। हो, यही एउटा आज्ञाबाट सुरु हुन्छ यो महान कथा। यो कुनै सानोतिनो अनुरोध थिएन है, यो त एउटा सिधा र बिना शर्तको आज्ञा थियो। यो आज्ञाले अब्राहमलाई आफ्नो पहिचान, आफ्नो सम्बन्ध, आफ्नो सुरक्षा, भनौँ न आफ्नो पुरै अस्तित्व नै त्याग्न भनिरहेको थियो। अनि थाहा छ यो आज्ञा पाउँदा अब्राहमको उमेर कति थियो? 75 वर्ष। यो कुनै जवानीको जोशमा लिएको निर्णय थिएन, यो त त्यो उमेर थियो जहाँ मान्छेहरू आराम खोज्छन्, हैन र? तर ठिक यही बेला अब्राहमलाई एउटा अज्ञात भविष्यतिर पहिलो कदम चाल्न भनियो। सोच्नुस् त, यसको लागि कत्रो विश्वास र जोखिम मोल्नु पर्यो होला? उनले छोड्नुपर्ने कुराहरू केवल भौतिक मात्र थिएनन्। हेर्नुस् त, आफ्नो देश, आफ्ना मान्छेहरू, आफ्नो परिवारको घर, यो त छँदै थियो। तर त्योभन्दा पनि ठूलो कुरा के थियो भने उनले जीवनभर कमाएको सम्पत्ति र एउटा निश्चित ढुक्कको भविष्यलाई पनि त्याग्नुपर्ने थियो। तर यति ठूलो त्यागको बदलामा प्रतिज्ञाहरू पनि उत्तिकै महान थिए। उनलाई एउटा ठूलो राष्ट्र बनाउने, उनको नाम महान बनाउने र उनी आफैमा एउटा आशिष हुने प्रतिज्ञा गरियो। अनि सबैभन्दा ठूलो प्रतिज्ञा, उनीद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष पाउनेछन्। अनि अब्रामले के गरे त? कुनै तर्क गरेनन्, कुनै प्रश्न सोधेनन्। उनले केवल विश्वासमा आफ्नो पहिलो पाइला चाले र यहीबाट सुरु हुन्छ उनको त्यो अज्ञाततर्फको यात्रा। परमेश्वरले भन्नुभए अनुसार नै अब्रामले आफ्नी पत्नी साराई, भतिजा लुत र हारानमा जे जति कमाएका थिए ती सबै लिएर कनान देशतिर लागे। उनले अलिकति पनि हिचकिचाट बिना तुरुन्तै आज्ञा पालन गरे। कनान पुगेपछि उनको यात्रा विश्वासका कामहरूले भरिँदै गयो। शेकेममा परमेश्वरले फेरि प्रतिज्ञा गर्नुभयो, म यो देश तेरा सन्तानलाई दिनेछु। अनि त्यसको जवाबमा अब्रामले बेथेल र ऐकको बीचमा एउटा वेदी बनाएर परमप्रभुको नाउँमा प्रार्थना गरे। यो त एक किसिमले विश्वासको झण्डा गाडेको जस्तै थियो, परमेश्वरको प्रतिज्ञामा आफ्नो हक दावी गरेको जस्तै। तर प्रतिज्ञाको देशमा यात्रा सधैँ सोचे जस्तो सजिलो कहाँ हुन्छ र? अब्रामले आफ्नो विश्वासको पहिलो र निकै ठूलो परीक्षाको सामना गर्नु पर्यो। एउटा यस्तो परीक्षा जसले उनको विश्वासलाई नराम्रोसँग हल्लाइदियो। अवस्था कस्तो अचम्मको थियो हेर्नुस् त। एकातिर परमेश्वरको वाचा थियो, म तँलाई यो देश दिनेछु, अनि अर्कोतिर ठिक त्यही देशमा सास फेर्ने गाह्रो हुने भयानक अनिकालको वास्तविकता। वाचा र वास्तविकता बीचको यो फरकले अब्राहमको विश्वासलाई साँच्चै नै परीक्षामा पार्यो। अब त्यो अनिकाल यति चर्को थियो कि बाँच्नको लागि अब्राम र उनको परिवारले प्रतिज्ञा गरिएको देश नै छोड्नुपर्ने भयो। अनि उनीहरू त्यस बेलाको शक्तिशाली देश मिस्रतिर जान बाध्य भए। हो, अब कथाले एउटा यस्तो नाटकीय मोड लिन्छ जहाँ अब्रामको विश्वासलाई डरले ढाकिदिन्छ र उनले एउटा खतरनाक झुटको सहारा लिन पुग्छन्। अब यहाँ एउटा ठूलो प्रश्न उठ्छ हैन त? विश्वास भएको मान्छेले डरको परीक्षालाई कसरी सामना गर्छ? अब्रामको अहिलेसम्मको भौतिक यात्रा अब एउटा नैतिक र आत्मिक परीक्षामा बदलिन पुग्छ। डरले गर्दा अब्रामले परमेश्वरमा भरोसा गर्नुको सट्टा आफ्नै मानवीय जुक्ति लगाउन थाले। उनले आफ्नी पत्नी साराईलाई भने, तिमीले म तिम्रो दाइ हुँ भन्नु ताकि तिम्रो कारणले मेरो ज्यान जोगियोस्। उनलाई के डर थियो भने साराईको सुन्दरता देखेर कसैले उनलाई मार्ला कि। अनि उनले सोचे जस्तै भयो पनि, तर त्यसको परिणाम कति भयानक थियो। साँच्चै साराईलाई फिरौनको महलमा लगियो र त्यसको बदलामा अब्रामले थुप्रै भेडा, बाख्रा, नोकर चाकर जस्ता भौतिक इनामहरू पाए। तर झोटको आयु लामो हुँदैन, हैन र? योजना पुरै उल्टो पर्यो। साराईलाई लगियो, अब्राम धनी पनि भए, तर परमप्रभुले नै हस्तक्षेप गर्नुभयो। साराईको कारणले फिरौन र उसको घरानालाई भयानक रोगहरूले सतायो। अनि बल्ल फिरौनले खास कुरा थाहा पाए। अब
त्यो क्षणको कल्पना गर्नुस् त। फिरौनले अब्रामलाई भनेका शब्दहरूमा कति धेरै आक्रोश र अपमान थियो। उनले भने, तिमीले मलाई यो के गर्यौ? यो के? तिमीले मलाई पहिले किन भनेनौ कि यिनी मेरी बहिनी हुन् भनेर किन झुट बोल्यौ? ल, अब तिम्री पत्नी यही छे, यसलाई लिएर गइहाल। विश्वासको मान्छेको लागि योभन्दा लाजमर्दो क्षण अरू के हुन सक्थ्यो होला? र अन्तिम परिणाम के भयो त? अब्राम र उनकी पत्नीलाई उनीहरूको सबै धन सम्पत्ति सहित मिस्रबाट निकालियो। उनीहरू मिस्रबाट सम्मानका साथ होइन, तर अपमानित भएर फर्किए। र यो कथाले हामीलाई एउटा निकै गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। एउटा यति महान प्रतिज्ञाको यात्रामा यति ठूलो असफलताको क्षण कसरी आउन सक्छ? यसले हामीलाई सिकाउँछ कि विश्वासको यात्रा कहिल्यै पनि सिधा र सजिलो बाटो जस्तो हुँदैन। कहिले विश्वासको चुचुरोमा पुगिन्छ त कहिले डरको खोजमा झरिन्छ। तर सबैभन्दा सुन्दर कुरा के हो भने अब्राहम चुके तर परमेश्वरको प्रतिज्ञा चुकेन। यो हामी सबैको लागि आशाको सन्देश हो। हाम्रा गल्तीहरूले परमेश्वरको महान योजनालाई कहिल्यै रोक्न सक्दैनन्। यो सन्देश मन परेमा कृपया लाइक, शेयर र सब्स्क्राइब गरिदिनुहोला। फेरि भेटौँला। जय मसीह।